यिनी एकचोटि छिरेपछि त अब एकचोटि छिर्न मात्रै गाह्रो हो कि छिरिसकेपछि त फेरि उयो हो कुरा हल्लिँदै नहल्लिने गरी छिर्ने हो कि विचारलाई पनि यस्तो चिलायो नि यस्तो हुने जलसम्म चिलायो तो करना परेशान हो गए हम लोग 2.5 साल से मेरो प्रोड्युसरको आँखाबाट आँसु नझरोस् मेरो प्रोड्युसरले मलाई हाल्दाखेरि खुसीसँग ए पूजालाई गरेपछि यति त भयो नि यार भनेर चाहिँ मनमा चाहिँ तितोपन नबोकोस्। तपाईँले फर्स्ट टाइम केटा मान्छेले सुन्दा कस्तो भएको थियो? सिरिङ्ग भएको थियो। रुखमा फल्ने सबभन्दा ठुलो फल कुन चाहिँ हो? स्याउ, ज्याकफ्रुट, केरा। ज्याकफ्रुट? यस, ज्याकफ्रुट। नुनु घारी हुन्छ नि त्यही भएर सोचेको केरा त फेरि एउटै त हुन्छ एउटा त यत्रो त हुन्छ नि। ओके सेकेन्ड लास्ट ल हेर न त्यहाँ ल हेर त बिहा गरेर बिग्रे अदितिको सम्भावना के छ फेरि अनमोलसँग दोहोरिने? अब अदिति नै एन्डोगेडे कन्टेडे कोन्टाडे गरेर अब तामिल फिल्म खेल्न जान्ला छ। अब शिवको छोराको सिनेमा पनि मैले हेरिसकेको छु। अब राजेशको छोराको सिनेमा हेर्नु मलाई मन लागेको छ। म त अलिकति बच्चै छु हेर। बच्चाको बच्चा चाहिँ हुनलाई केही समय त लागिहाल्छ होइन। भुवनको उमेर पुगिसकेपछि शिवजीको उमेर पुगिसकेपछि म पनि बच्चा हुर्काउँला त्यसपछि हेरौँला होइन। हामी अवश्य हेर्नु गर्छौँ होइन हेल्पलाइन नगर्नुहोस् है। ए भेना हेर न आज पनि बाख्रा रागो खोज्यो के ब्याउँछ रे। इन्डियातिर क्या चिकना देखाए भन्छ नि त तर नेपालीमा त गलत अर्थ लाग्छ नि त। सेक्सी पनि यो विदेशतिरको भाषा भएको भएर हाम्रो नेपालीहरूले सोचेको नै ओहो सेक्सी भन्दै मलाई नराम्रो भन्यो है भन्ने भएको हो। सब केटाहरू भन्ने यही नै हो क्या केटीहरूलाई खासमा के मनपर्छ त कुर्ता सुरुवाल साइड लगाएको मनपर्छ भनेर भन्छ जसले पनि हेर्ने बेलामा चाहिँ फेरि अब जसले ठुलो लुगा लगाएर हुन्छ जे गरेर हुन्छ उनीहरूलाई हेर्छ फेरि केटाहरू यस्तै हुन्छ। केटा मान्छेलाई विवाह गरेपछि आफ्नो श्रीमती राम्रो लाग्दैन अरे कति दा भन्बा के भन्नुभयो मलाई एकदम गाह्रो भयो मलाई घाँटी थिचेर मैले हातले पन्छाउन खोजे सकिनँ अर्को हातले पन्छाउन खोजे सकिनँ धक्काले सकिनँ त्यसपछि मैले लात्तले पन्छाएर म हिँडेको छु त्यो घरबाट। नाकको कुराहरूलाई इन्डर गर्नु पर्ला है यिनीहरूको स्क्रिप्ट भरि है नाकै नाक यहाँ पनि नाक यहाँ पनि नाक सुरक्षा दिदीको नाक बेलैमा मेरो चाक हेरा भयो। वर्षाको त सुटिङ हुन्छ कहिले नाइट सुटिङ होला कहिले होला वर्षाको पनि त टाइम म त कस्तो म्यानेज गर्छु टाइम समझ रहे हो के रे तडप ही ऐसी है ना। तर तपाईँले टक्कर दिनु होला उहाँ पनि एकदम जवानी नै देखिनु भएको छ। तपाईँ त जवान हुनुहुन्छ नै होइन उहाँको जवानी त कसरी तपाईँ वर्णन गर्नुहुन्छ? उहाँले यसको लागि त जवानी उधारो भए पनि ल्याउनै पर्यो नि त होइन। प्यारी समझ गई यही प्रोजेक्टको लागि पनि कोचिङ खाचिङ गरेर तर मेरो सानो सजेसन चाहिँ नि के छ भने यदि कोही भेटिहाल्नु भयो र तपाईँको दिमागको घन्टी बजिहाल्यो भने त्यो घन्टीको गुन्जन कम हुनुभन्दा अगाडि नै बिहा गर्नु यो चाहिँ म एकदम लिएर बस्छु हजुरको घन्टी चाहिँ कहिले बज्छ त्यही चाहिँ थाहा भएन। त्यो गुन्जन बन्द हुनुभन्दा अगाडि गर्नुहोस् होइन। पछि विवाहपछि गुन्जन कम भयो भने पनि उसको घन्टी बजाइ यो पनि फर्स्ट टाइम हो यसो अन्त हजुर फर्स्ट टाइम छु गर्नु तपाईले कसैले पत्याउँछ हैन त गालामा चाहिँ भनेको प्यारी समझ गई ए तिमलाई मलाई भेट्न बोल्न गाह्रो हुन्छ फेरि यो हामीलाई चाहिँ होइन है भाइ दो है डेरामा आउँछन् कि क्या हो
त्यस्तो गाह्रो परेको छैन अहिलेसम्म डेरामै त आएको छैन हौ बरु घेरामा परेपछि डेरामा आउन सक्छ गायकी क्षेत्रमा हुनुहुन्छ होइन समाजको कुराहरूलाई गायकीमा ल्याउन चाहिँ कतिको सजिलो छ अथवा कसरी चाहिँ टिप्नु? हामी अब गाउँमै हुर्क्यो गाउँमै जन्मियो पहिला जन्म्यो है पहिला दाइरेक्ट हुर्क्यो भने चाहिँ गाउँमै जन्मियो गाउँमै ओके सुरक्षाले चाहिँ खासमा नाच्नै नआउने हो कि नाच्न मन नलाग्ने हो? होइन यो जन्तीमा मात्र नाच्ने हो त्यो पनि आफ्नै रे उठेर म खासमा बाथरुम डान्सर हो बाथरुममा डान्स गर्नु बाथरुममा डान्स गर्नु यो 100% को बोका हो गोजी यसको एक्सप्रेसन यसको गोजी त सबैभन्दा ठुलो लाग्यो तर उप्सवाला हुन्छ म त आँसु आयो भनेको नसुनिरहेको मैले ब्रस नगरी किस गरेको यस्तो छैन छ किन नहुने ब्रस नगरी किस पनि गर्दैनौँ त मैले चाहिँ छैन तपाईँले हाइजिन हुनुहुँदो रहेछ अब केही थाहा छैन नि अब नाम आउने भने मोस्टली होइन फुटबलमा चाहिँ सायद मेसी रोनाल्डो कसको फ्यान भने मेसी त्यही आउँछ त अनि कसको फ्यान रोनाल्डो त्यो दुईटा बाहेक आउँदैन नामै आउँछ पनि हुनुहुन्छ खास त मेसी चाहिँ पहिला किन आउँछ भने नाम भन्न सजिलो छ रोनाल्डो भन्न चाहिँ गाह्रो हुन्छ प्रोनाउन्सिएसन गर्नले गाह्रो रोनाल्डो भन्दाखेरि चाहिँ हुन्छ नि त्यो कहिले काहीँ टङ स्लिप हुनसक्छ कि त्यसैले तर पनि अहिलेसम्म ब्याचलर हुनुहुन्छ किन? अब दिन आउँदै होला कुन चाहिँ राजाले घोडा लिएर आउँदैछ भनेर कुरी बाँच्छु ट्रायल लिइरहेको हो होइन गणेश भगवानलाई चाहिँ मान्छु व्रत लिने भन्दा पनि व्रत एकदम धर्मकर्मप्रति आस्था राख्ने को हुनुहुन्छ यहाँ? यस्तो हेर्दा त लाग्छ र हामीलाई तर ऊ व्रत श्रद्ध लागिरहेको हुन्छ सबै कुरा देखाउनु पर्छ भन्ने छैन म एकदम जुन कुरा तपाईँले देखाइरहनु भएको छ एनीवे अब पल र मैले गर्दाखेरि के भएको थियो भने खुलिएकै थिएन क्या मलाई कस्तो गर्न मन थियो नि त्यो चिज मैले गर्न पाइनँ त्यो टाइममा भनेको थिएँ नि